गाइस, गुड मर्निङ। आज हामी सबैजना साथीहरू मिलेर पुन हिल जाने भन्ने कुरा छ। हिजो प्लान बनाएर लगभग 2 बजेतिर प्लान बनाएर अनि आज हिँड्दैछौँ। म चाहिँ छोरेपाटनदेखि, अरू साथीहरू लेखनाथ अनि औद्योगिक क्षेत्र आर्वाबाट आउँदैछौँ। सबैजना हरिचोकमा भेटिने भन्ने कुरा छ। अब हरिचोक गएर भेटौँ है त। म छोरेपाटनबाट गाडी चढेँ, माइक्रो चढेँ बागलुङ बस पार्क हरिचोक जानको लागि। म छोरेपाटन डेभिस फल्स हुँदै बिरौटा हुँदै म अगाडि बढेँ। म यहाँबाट आधा घन्टामा बागलुङ बस पार्क पुग्छु है त। फाइनल्ली म बागलुङ बस पार्क पुगिसकेँ। म जानुभन्दा पहिला नै मेरो साथीहरू आइसक्नु भएको रहेछ। हामी चाहिँ 6 जनाको ग्रुप भएर जान लाग्दैछौँ। एकजना चाहिँ अगाडि नै आइसकेको रहेछन्, दीपिका। ऊ चाहिँ मन्दिर गएको छ भन्दै थियो साथीहरूले। अब हामी यहाँ चाहिँ टिकट काट्यौँ, बसमा जाने भन्ने कुरा भयो। सबै साथीहरू रमाइलो गर्दै बसमा जाउँ भनेर टिकट काट्यौँ। टिकट काट्नलाई पैसा चाहियो। म चाहिँ पैसा निकाल्न भनेर गएँ। यति चाहिँ सबै साथीहरूलाई पुग्छ है भनेर हाँस्दैछौँ है यति भएपछि। अनि त्यसपछि अब खाजा खाम, अनि खाजा खाइसकेपछि बल्ल यात्रा अगाडि बढाउने भन्ने कुरा भएर हामी खाजा खान गयौँ। हामी चाहिँ टिकट काटिसकेको छौँ है। पर पर्सन 600 को दरले काटेको थियौँ टिकट। अनिसा आएर काटिसकेका थियौँ टिकट। अनि त्यसपछि हामी जाने बस चाहिँ यो बसमा जाँदैछौँ हामी। र सबैले यो बसमा जाने भनेर खुसी हुँदैछौँ है। अनि कृपाले चाहिँ खानेकुरा समातेर राखिसकेछन्। अब अनि हाम्रो 3 जना साथीहरू चाहिँ अगाडि क्याबिनमा परेको थियो। अनि पछि फेरि होइन मिलाइदिनु भनेर हामी सबैजना पछाडि रमाइलो गरेर फेरि पछाडि सिट एक्सचेन्ज गरेर लास्ट सिटमा 6 जना बसेर गइयो। अनि त्यसपछि गाडी चाहिँ फुल जस्तै थियो, बिचबिचमा चाहिँ मान्छे थपिरहेको थियो। हामी हेम्जाको बाटो हुँदै गयौँ, गाडीमा रमाइलो गर्दै थियौँ। हाम्रो यात्रा अगाडि बढ्दैछ रमाइलो गर्दै साथीहरूसँग। अनि अब हामी चाहिँ लुम्लेतिर आउन लागिसक्यौँ। लगभग हाम्रो 1 घन्टाको यात्रा, आधा 45 मिनटको यात्रापछि हामी लुम्ले आयौँ। लुम्लेमा चाहिँ एकदम राम्रो थियो है भ्यू चाहिँ। अनि त्यसपछि डाँडाकाँडाहरू हेऱ्यौँ, रमाइलो भइरहेको थियो। अनि त्यसपछि एउटा यस्तो फोटो पनि खिचौँ न भनेर साथीहरूले फोटो पनि खिच्यौँ। अनि त्यसपछि यो गाडीको अगाडि नै एउटा फोटो खिच्ने भिडियो बनाउने भन्दै थियौँ। अनि त्यसपछि बनायौँ। फेरि हामी गाडीमा आयौँ। अनि त्यसपछि साथीहरू सबैले हामीले तितौरा खायौँ। यस्तो मिठो थियो नि त्यो तितौरा, के कुरा गर्नु। नाम चाहिँ बिर्सेँ है के थियो त्यो भन्ने। तर लास्ट रमाइलो भयो। रमाइलो गर्दै गर्दै हामी हिँड्यौँ। लुम्लेबाट पनि हामी अगाडि बढ्दैछौँ। हामी अगाडि बढ्यौँ। त्यसपछि हामी अगाडि पुगेपछि चाहिँ नयाँ पुलमा आयौँ। त्यहाँबाट चाहिँ सिधै अगाडि बागलुङ बस पार्क गइन्छ। यो साइड सिधै जाने भने हामी चाहिँ तल्लो बाटो गयौँ। त्यो भनेको चाहिँ पुन हिल जाने बाटो। अनि फाइनल्ली हामी साथीहरू बिरेठाँटीमा आयौँ। यो बिरेठाँटी पनि एकदम रमाइलो ठाउँ रहेछ। त्यहाँ चाहिँ पुल थियो, यस्तो दामी पुलबाट सिधै अगाडि गयौँ। अगाडि गइसकेपछि बाटो चाहिँ साँघुरो छ है साथीहरू। अनि अगाडि गइसकेपछि थोरै अगाडि पुगिसकेपछि हाम्रो त्यहाँबाट 2टा बाटो छुट्टिन्छ। एउटा चाहिँ घान्द्रुक जाने बाटो छुट्टिन्छ सिधै गयो भने, अनि एउटा चाहिँ मास्तिर उकालो लाग्यो भने चाहिँ पुनिल जाने बाटो हुन्छ। अनि हामी सबैजना पुनिलतिर गयौँ है। अनि त्यसपछि यहाँ भनेको चाहिँ एउटा साबेत भन्ने ठाउँ छ। यहाँ चाहिँ एउटा स्कुल थियो, त्यहाँ एउटा बहिनी भेट भएको थियो। हाई दिदी भनिरहेको थिएँ उसले चाहिँ। अनि त्यहाँबाट हामी अझै अगाडि गयौँ। बाटो फेरि डेन्जर, लास्टै एकदम डर लाग्दो बाटो। तर हाम्रो गुरुजी चाहिँ डरै हुनुहुँदो रहेछ, मजाले लैजानु भयो है। अनि त्यसपछि हामी त्यहाँबाट तिखे ढुङ्गा हुँदै हुँदै जाने है हामी अगाडि चाहिँ। अनि यस्तो राम्रो भ्यू थियो, यस्तो राम्रो भ्यू थियो। हामी तिखे ढुङ्गा हुँदै हुँदै अनि उल्लेरीसम्म जाँदैछौँ हामी यो बसमा। हो भ्यूको त के कुरा गर्नु। हामी फाइनल्ली हामी उल्लेरीमा आयौँ। उल्लेरीसम्म चाहिँ हामी बसमा आएको थियौँ। अब त्यहाँबाट फेरि हामी सबैजना साथीहरू मिलेर हिँड्ने भन्ने कुरा छ। हाम्रो अर्को ग्रुपको साथीहरू पनि भेट्नु भएको थियो। सबै रमाइलो गर्दै गर्दै गयौँ, अगाडि बढ्यौँ हामीहरू। त्यसपछि यो चाहिँ हाइकिङ गर्ने बाटो।
गोरेपानी अब भर्खर स्टार्ट हुँदैछ हामी चाहिँ अब खाना जाँदैछौँ अनि हामी यहाँबाट माथि निस्केपछि यो गोरेपानी जाने बाटो छ बाटो चाहिँ राम्रो थियो घरहरू थियो यताउता घरहरू थियो बाटो चाहिँ एकदम राम्रो थियो है अनि सबै साथीहरू मिल्दै हाँस्दै रमाउँदै गयौँ अनि त्यसपछि यो भिडियो खिचेको चाहिँ अनिसाल चाहिँ दामी दामी भिडियो खिचिन् फोटो खिचिन् अनि त्यसपछि साथीहरूले ओहो यो त थकै लागिसक्यो भन्दै थियो यति हिँड्दाखेरि पनि थकै लागिसक्यो भनेको थिएँ अब त्यही पनि साथी मिलेर ल जाम त भन्नै पर्यो अनि यहाँदेखि चाहिँ घोरेपानी जानको लागि 7.2 किलोमिटर थियो हामी चाहिँ अगाडि बढ्दै थियौँ निसाले हामीलाई त्यो टोपी उल्टी लगाएको भएर ऱ्यापे जस्तो देखिनु भएको थियो भन्दै थिइन् है अनिसाल चाहिँ योस् रमाइलो गर्दै गर्दै हामी गयौँ कृपा म फेरि कसको घरमा कस्तो फुल फुलेछ कताबाट टिप्ने होला भनेर सोच्दैछौँ अनि त्यसपछि हामी यस्तो गर्दै गर्दै अब आधा घन्टा 45 मिनट पछि चाहिँ हामी खाना खाने ठाउँ यहाँ पुग्यौँ हामी यो चाहिँ होटल हेभन भ्यू यस्तो मिठो खाना बनाउनु हुँदो रहेछ यो दिदीले अनि यहाँ यतापट्टि चाहिँ घोडाहरू पनि थियो अनि हामी चाहिँ अब यहाँ बाहिर बसेर खाऊँ भनेर बसेको थियौँ तर लास्ट जाडो भएर फेरि भित्र गयौँ घिउसँग खाएको यस्तो दामी थियो नानीहरू फेरि फेरि आउनुहोस् है रमाइलो छोरा झन् चतुरे छ अनि हामी सबैजना अब पानी पर्दैछ भनेर रेनकोट लगाएर रेडी भएर ल अब हामी अगाडि बढ्दैछौँ टोली भनेर हामी हिँड्यौँ अगाडि अब रेडी पोजिसनमा छौँ सब रेनकोट लगाएर ब्याग बोकेर एउटा भिडियो बनाऊँ भनेर सब मिलेर फेरि भिडियो पनि बनाइहाल्यौँ फेरि के छोड्नु भनेर बनाउनु परिहाल्यो बनायौँ यता चाहिँ यस्तो राम्रो माटो हुने रहेछ है सबैले आलु लगाउनु हुँदो रहेछ साग पनि यस्तो राम्रो हुँदो रहेछ बाटो त भन्नै परेन बिचबिचमा घोडा देखिया छ कुकुर छ यस्तो रमाइलो त्यही माथि यो कुहिरो लाएर त झन् मनमोहक दृश्य देखिएको थियो यस्तो दामी हिमालहरू नदेखिन् तर यात्रा चाहिँ एकदम रमाइलो थियो है लास्टै रमाइलो गर्दै गर्दै हामी अब केही मिनटमा बनठाँटीमा पुग्नेछौँ बनठाँटीसम्ममा चाहिँ जिपहरू पनि आउँछन् यहाँभन्दा माथि चाहिँ त्यति राम्रोसँग बाटो चाहिँ राम्रोसँगको बाटो चाहिँ छैन तर माथि घोरेपानीसम्म पनि जान चाहिँ गइन्छ तर यहाँबाट चाहिँ हाइकिङ गर्नेहरू बढी यहीँबाट जान्छन् अनि यो ठाउँबाट चाहिँ कोखे मोहरे डाँडा पनि जान सकिँदो रहेछ यही ठाउँबाट तर हामीहरू चाहिँ घोरेपानीतिर जाँदैछौँ घोरेपानी जानको लागि हामी चाहिँ यो बाटो जाँदैछौँ अनि यो पार्टमा चाहिँ यहीँसम्मको मात्रै भिडियो राखेँ ल अब अर्को पार्टमा योभन्दा अगाडिको भिडियो यात्राहरू कस्तो हुँदैछ कस्तो हुन्छ साथीभाइहरूसँगको रमाइलो गफ रमाइलो गीत गाउँदै जाँदैछौँ सुन्नु है त साथीहरू